यहाँ चाहिँ हाम्रो बारीमा पनि कति मजाले फुल फुलेको है। यहाँनिर चाहिँ मजाले यो चाहिँ नीलकमल फुल है। यो चाहिँ हल्का लाइट पिङ्कमा रहेछ है। अन्त अर्को कलर पनि छ है। पुरा फुलिरहेको रहेछ यहाँ चाहिँ झुमझुम भएर। यहाँ पनि कस्तो मजाले फुलेको हेर्नुहोस् न साथीहरू, ज्याम ज्याम कत्रो कत्रो झुप्पा जस्तो लागेको। यहाँ चाहिँ सानो सानो कोपिलाहरू मजाले लाग्दो रहेछ। यो पनि अब ठुलो भएपछि पुरा हुन्छ है। अन्त यहाँ तल चाहिँ झन् ज्यादा मजाले फुलेको छ। कस्तो मजाले फुलेको फुलहरू त। यहाँनिर चाहिँ हर यस्तै मजाले फुलिरहन्छ है। अहिलेसम्म चाहिँ कति मजाले फुलेको छ हेर्नुहोस् न, क्या मजाको फुलेको। यहाँ माथि पनि कस्तो मजाले है। यो चाहिँ सिर्फ प्लान्ट मात्रै रहेछ र पनि कस्तो मजाको देखेको है। ओनिउको पत्ता जस्तै कति राम्रो हरियो हौ। कस्तो मजाले रोप्नु भएको थियो। यो चाहिँ सबै फुलहरू चाहिँ मेरो मम्मीले रोप्नु भएको है। यहाँनिर पनि रहेछ। यहाँनिर सानो पटमा पनि मजाले फुलिरहेको रहेछ। अन्त यो चाहिँ बटरफ्लाई प्लान्ट हो। कति मजाले फुलिरहेको रहेछ फुलहरू। हेर्नुहोस् न, यो चाहिँ रुखतिर हुन्छ है। तर मम्मीले चाहिँ गमलामा ल्याएर रोप्नु भएछ र कस्तो मजाले भइरहेको छ। यो चाहिँ रुखमा हुने तर गमलामा रोप्नु भएको रहेछ मम्मीले। कस्तो मजाले भइरहेको रहेछ यो है प्लान्ट। दामी देख्ने रहेछ साथीहरू। तपाईँहरूले पनि रोप्नु चाहनुहुन्छ भने रोप्नु सक्नुहुन्छ। जिरेनियमहरू चाहिँ यहाँ कम्ती फुलेको रहेछ है। जिरेनियम यो फुलहरू। अन्त यो प्लान्ट पनि ठुलो भएको रहेछ है। कस्तो मजाले भइरहेको रहेछ। अन्त यो पनि